everyone, what's up? Welcome back to our channel. Again we are back with video. Review जाँदैछ हल्का हो अन्त कहाँ जान्छ अहिले तपाईहरुलाई देखाउँछु म बहिनी अन्त दादा भाउजू अन्त यहाँ सानो बहिनी छ मेरो बदैनी कहाँ जान्छ अहिले तपाईहरुलाई पुगेर देखाउँछु So we are on the way हैन भर्खर सुरु दादा भाउजू यहाँ चाहिँ आयुषी पिज्जा खानुमा दुन गइरहेको छ यो जग्गा चाहिँ यो अल क्यान गेस का होला यस्तो धुम्मो जग्गा obviously it's श्रीबदम यो प्लेसलाई चाहिँ श्रीबदम भन्छ जहाँनिर चाहिँ मान्छेलाई पहिला थाहा हुन्छ वर्षमा एकताल पनि घाम लाग्दैन वर्षमा एकताल पनि घाम लाग्दैन अन्त घाम नलाग्दा पनि मान्छेहरु चाहिँ श्रीबदममा बस्ने मान्छे यस्तो गाली हुन्छ यसन् त आजको यो खर्च चाहिँ आइसीले निकालेको अरे हो देखाइदिनु तपाईँको पैसा अम्बो कसरी धनी हो घुम्नु जाने अवस्था यस्तो So we are here at our destination. Boju, कहाँ जानु भएको? यहाँनिर अहिले यहाँ भित्र जाँदैछ हामी नाम चाहिँ के पऱ्यो बोजू? द बिल्डिङ मोडको छ हो हामी हेर्दै जानुहोस् रातो माटोको छ भित्र देखाउँछु कस्तो कस्तो छ उहाँ चाहिँ सुतिकिन उठेको भर्खर साह्रै टाढो है 3 दिनको बाटो हिँडेर आएको अन्त ए नोस मजाको रहेछ द बिल्डिङ के यो लन्च खै तपाईहरु देखाउनु न Not like so, yeah. You just take that steps down, yeah. They but follow on. हामी ट्री हाउस जाँदैछ यहाँ तल ट्री हाउस छ भनेको सुनेको थियो पहिला त्यहाँ गएर आउँछ त्यहाँदेखि देखाउँछु ल This is the very यो चाहिँ ट्री हाउस होइन रहेछ हट रहेछ ट्री हट रहेछ यस्तो रहेछ यहाँनिर चाहिँ अन्त यतापट्टि चाहिँ रहेछ हामी चाहिँ जाँदैछु कस्तो मजाको रहेछ अल्झे भन्छ यहाँनिर त सो हामी चाहिँ यहाँनिर खुमको हालिदियो च्याखुमको ट्री हाउस आइपुग्यो मजाको रहेछ हेर्नुहोस् यहाँ तलदेखि सिँढी आएको ऊ माथि दिदी अबै कस्तो छेउ हुँदो रहेछ आइपुग्यो कस्तो मजाको रहेछ आउनु बित्तिकै देखिने यहाँनिर फोटो सेसन स्टार्ट हो यस्तो छ यो तल चाहिँ अब चाहिँ हामी फोटो सेसनहरु भएर पनि सबै सकेर पनि हामी चाहिँ अब जाँदैछु
आए बहिनी आए खुट्टा लुकिरहेछ भाउजू भन्दैन हेर्नु नि अब खै एउटा खुट्टा लुकिरहेछ हो भाउजूको चाहिँ फोटो कस्तो आयो देखाउनु त हेर्नु नि अब एउटा खुट्टा लुकिरहेछ हो फोटो फोटो कम्प्लेन भाउजूको कम्प्लेन पनि भन्नु छैन तपाईँहरू आउनुहोस् ल घुम्नु यस्तो दामी रहेछ ल तर ट्री हटहरू नाम चाहिँ दामी रहेछ होइन अलिकति उकालो चढ्नुपर्छ नि त अन्त हामी चाहिँ चढ्दैछ उकालो